नमस्कार मेरो युट्युब च्यानलमा यहाँहरू सबैलाई। आज म यो बोस्नियामा छु। बोस्नियामा आज चर्को घाम लागेको छ। यो घाममा हामी आज घुम्न निक्लेका हौँ। तपाईँ यहाँ देख्न सक्नु यो यहाँको अङ्गुर खेती हो, साथै यो यहाँको बस्ती छ। यहाँ यसरी डाँडा काँडा छ। तपाईँलाई म आज यहाँ घुमाउँदैछु, केही रमणीय स्थलहरू देखाउँदैछु। साथै मैले पर साथीहरू देख्छु, नेपाली साथीहरू, उहाँसँग नि म केही कुराकानी गर्छु। उहाँसँग छोटो कुराकानी गरौँ। ओ साथी नमस्कार। नमस्कार नमस्कार। कहाँदेखि हुनुहुन्छ तपाईँ? म यहाँ बोस्निया लुबुस्कीबाट हो। अनि के छ हजुर, कहिले आउनुभयो यो बोस्नियामा चाहिँ? भयो सर, अब 1 इयर जति भयो। ए पछि ठिकठाक छ होइन? हजुर। छुट्टीमा घुम्न आउनुभयो? यसो मेरो आएर साथीभाइसँग यसो आजभोलि गर्मी छ। अनि कस्तो छ त हजुर यो बसाइ, बोस्नियाको बसाइ चाहिँ? बोस्नियाको बसाइ अब अहिले ठिक छ भन्नुपर्छ सर, राम्रै छ। ए अनि हजुर यहाँ आउनुभयो कति भयो? म भयो 9 मन्थ जति भयो। ओहो ठिक छ, भनेपछि तपाईँहरू यहाँ रमाइलो हुन्छ। अब एउटा कुरो साथी, हाम्रो नेपालबाट आउनुहुने दाजुभाइहरूलाई यहाँ कोही आउन चाहनुहुन्छ भने उहाँलाई तपाईँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ? अब साथीभाइहरू आउनुहुन्छ भनेपछि आफ्नो स्किल लिएर, आफ्नो अब क्षमता लिएर आउनु होला। अब क्षमता बाहेक आउन चाहनुहुन्छ भनेपछि त्यो गाह्रो छ। भने स्किल भएकोलाई यहाँ राम्रो छ होइन? राम्रै छ, ठिकै छ। अब तपाईँको महिनामा 1.5 लाख रुपियाँ कमाउनुहुन्छ भनेपछि राम्रै हो। भनेपछि तपाईँ चाहिँ स्किल चाहिँ हुनुपर्छ। कोही नेपाली दाजुभाइहरू यो बोस्नियामा आउनुहुन्छ भने उहाँलाई केही काम सिकेर आउनुहोस् भन्न चाहनुहुन्छ? सिकेर आउनुहोस्, त्यतिकै हावातालमा युरोप भनेर नआउनुहोस्। हजुर हजुर, एकदम मेरो धारणा चाहिँ त्यही हो। तपाईँ कसैको लालचमा लोभ लालचमा चाहिँ फसेर नआउनु होला। हजुर हजुर। अनि यो स्केलमा नि तपाईँको कस्तो काममा आउँदा ठिक होला यहाँ? अब काम यस्तो हुन्छ, तपाईँहरू अब यस्तो हुन्छ, प्रिकास्ट हुन्छ, त्यस पछाडि अब होटेलहरू हुन्छ, हरेक कुराहरू हुन्छ। आफ्नो स्किल के छ भन्ने कुरो हो। अब हरेक कुराहरू हुन्छ, स्टिल पिक्चर हरेक कुराहरू हुन्छ। तपाईँको म अब एउटा डुप्लिकेट डकुमेन्ट लिएर अनि म होल्डर हो, म स्टिल पिक्चर हो, म वेटर हो, यस्तो भन्न चाहिँ मिल्दैन। भनेपछि डकुमेन्ट मात्रै भएर भएन, स्किल काम देखाउन सक्नु पर्यो। पर्फेक्ट भएर चाहिँ आउनु होला, त्यही हो मेरो धारणा। भोलि बिहान आएर दुःख पाएपछि आफैलाई नराम्रो हुन्छ, देखेको मैले बुझेको। त्योभन्दा चाहिँ मैले देखेको अब एजेन्टको थ्रुबाट अब जोसँग हुन्छ त्यो चाहिँ आफूले कन्भिन्स गर्नु होला। र अनि त्यस पछाडि तपाईँले आफ्नो स्किल के छ, अनि स्यालेरी कति छ, एग्रिमेन्ट कति छ, त्यो तरिकाले चाहिँ बुझ्नु होला, आउनु होला, त्यही हो। धन्यवाद साथी, हजुरसँग भेट भएर खुसी लाग्यो होइन? अब छुट्टी इन्जोय गर्नुहोस् है हजुर। अब उहाँसँग हामी कुरा गऱ्यौँ। हामी यो तपाईँलाई यहाँको यी प्रकृतिले दिएको स्वरूप हो छ यो होइन? रमाइलो छ, हेर्नुहोस्। यहाँ अब केही जमिनहरूमा घाँसहरू छ,